गाइज वेलकम ब्याक टु अनदर भ्लग गाइज। आज चाहिँ टक्क यहाँ घर छेउको तल्लो घर आन्टीकोमा खाजा दोकान ओपनिङ गरे अनि म मम्मी बडी लगायत जाँदैछौँ आज खाजा खानु। भिडियो अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला है गाइज। मौसम पनि आज बवाल छ गाइज, मौसम दामी छ। मम्मी कहाँ जानुभएको अरे? बडीलाई पो लानुपर्छ होला, चण्डीमा बडीलाई पो लानुपर्छ होला त। ल गाइज अब चाहिँ हामी जाँदैछौँ यहाँ आन्टीकोमा थुक्पा खानु। थुक्पा के बनाउनुहुन्छ अरे? थुक्पा चाउमिन मोमो थुक्पा। बडी चाहिँ कहाँ यत्रो बोटका बोकेर कहाँ हिँड्नुभएको भयो? बडी यहाँ अब लगाएर बडीको साकेलाई हेर्नु जाने नजाने हो? हाम्रो खाजा दोकान चाहिँ यही हो। आन्टीले आजदेखि ओपनिङ। यहाँ चाउमिन आन्टीको रेसिपी पनि हेर्नु परेन आन्टी? यहाँ आन्टीले चाबी लागेको छ। ओ प्रोजेस चाबी लागेको बनाउँदै हुन्छ, ठिकै हुन्छ त। मोटरको पाकिसकेको छ। आलु उसिने अब अनि चना पकाए आलु यहाँनिर गाडी यहाँ चाहिँ आन्टीहरूकोमा के रहेछ अरे वा। टर्की पनि छ यहाँ चाहिँ गाइज। यहाँ कुखुराहरू त टन्नै पाल्नु भएको रहेछ। हाँस हाँस कुखुरा ठुलो छ आन्टीहरूको। यहाँ मकै पनि फलेको रहेछ। अहिले चाहिँ म दही र दुध लिनु यहाँ तल दिपेश दाजुको घरमा आएको छु। तपाईँहरू यदि 11-17 वरिपरि हुनुहुन्छ भने यहाँ दिपेश दाईकोबाट दही दुध लान सक्नुहुनेछ। एकदमै अर्ग्यानिक घरकै दही एकदमै राम्रो हुन्छ। हामी सधैँ माथिल्लो बिचको भएको माथिबाट पनि यहीँ आन्टीकोमा दही दुधहरू लिनु आउँछौँ गाइज। तपाईँहरू पनि यदि नजिकै हुनुहुन्छ भने दही दुध लिनु आउनुहोस्। यहाँ बवाल एकदमै दामी सस्तो मूल्यमा राम्रो दही प्राप्त गर्नुहुनेछ गाइज। खाजा एकछिन टाइम लाग्ने भयो। अब यो दही सही राखेर म पनि फेरि खाजा खाने ठाउँमा जान्छु। फ्रेस दही दिपेश दाईकोबाट लिएको दामी हुन्छ यहाँको दही चाहिँ। पाक्दैछ है गाइज हाम्रो यहाँ थुक्पा झोल यहाँ छ। यहाँ हेल्परहरू यहाँ हुन्छ हाम्रो बडी के हो मम्मी? यो अनियन धनियाँ प्याज कुकिङ सिकेको नि त मैले पहिले। खतरा काट्नुहुन्छ नि। नपाए छैन त थुक्पा थुक्पा चाउमिन के छ हाम्रो आन्टी रेसिपीमा? आइटम भनिदिनु पर्यो यहाँ ब्लगमा। चाउमिन चना आलु चना चिउरा होइन, चना चिउरा अन्डा अनि सेकुवा हुन्छ कि हुँदैन? सेकुवा नै अर्डर गर्छौँ। दियोरहरू खाने भए चाहिँ कुसुम आन्टीकोमा। यहाँ ल बिचको बाबासीहरू सबैजना यहाँ हाम्रो आन्टीकोमा खाजा खानु मन लाग्यो भने यहाँ आउनु है। आन्टीले एकदमै अर्ग्यानिक नेचुरल होममेड होइन, आगोमा ग्यासमा बारीमा फलेको सब आलु यहाँ बारीभरि देख्नु सक्नुहुन्छ। आलु टमाटर मकै पच्चा पच्चा पच्ची मट्टी बम्बला तेल्ला तेल्ला भरे घुरे खल्ला पच्चा पच्चा पच्ची मट्टी बम्बला अलि भिले भिन्न पल्ला नर्गला ल्याउने भनेर चाहिँ गरेको थिएँ कि
थिएन क्या त्यो खालको हो त्यो अच्छा तेलुगु इंटी पुला कम्मला देव देव दे पंपगा इला देवते मैंटाडुगे पेटेनटा बोटुका पनि रेडी भइसकेको छ हाम्रो यहाँ हुनुहुन्छ आन्टी थुप्पा आजको ओपनिङ दोकानको हाम्रो चम्ची यहाँ हाम्रो आइटम्सहरू रेडी भइसकेको छ खाजा रेडी भइसकेको छ अब बडीले कति कति हाल्नुहुन्छ हाम्रो ह्याप्पी कस्टमर आज आजको दिन त छुट हुन्छ नि आज फुल डिस्काउन्ट आन्टी आउनु आज ओपनिङमा अब चाहिँ हामी थुक्पा फाइनल्ली रेडी भइसकेको छ धरानको बेस्ट भनेकै थुक्पा हो आज मम्मीहरूसँग टक्क यहाँ नयाँ आन्टीको दोकानमा आजदेखि ओपनिङ हो आन्टीको दोकानमा थुक्पा पार्टी आएछ अब चाहिँ खाने अवस्था आइसकेको छ होइन हाम्रो पनि गाइस म त एक्लै क्या हो दमिनी हो र म आज एक्लै छोडिदिनु भएको दामी छ र सबैजना यहाँ आउनु पर्यो हाम्रो आन्टीको दोकानमा आजदेखि ओपन चप अब होइन गाइस दही बोटुका भइसक्यो आज पनि मेरो अब खाजासाजा खाएर ड्युटी जाने टाइम पनि भयो गाइस अब खाजासाजा खाएर ड्युटी जाने अनि मेरो भ्लग पनि इन हुन्छ त्यहाँ ड्युटी गएर टु मच दुई बटुका हाने अब चाहिँ ड्युटी जाने टाइम पनि भइसक्यो तपाईँहरू पनि यहाँ आउनु सक्नुहुनेछ हाम्रो आन्टीको दोकानमा होइन आन्टी हजुर आउनु सक्नुहुनेछ थुक्पा चाउमिन होइन सेक्वा अर्डर भयो भने सबै थोक हुन्छ अर्डर चाहिँ हुनु अर्डर होइन अब अलिक अर्डर बमोजिम रोटी सुक्खा रोटीहरू पनि होइन चना आलु थुक्पा चाउमिन आउनु है बिचको बासीहरू